ल सनसेट हुन लाग्छ Hey guys, it's me. So far so good. Destruction गरियो यो चाहिँ पुरानो घर हो कन्डिसन अलिकति वर्स भइसक्यो त्यो सो रुखहरूले गर्दाखेरि हैन अनि कटेर पनि यस्तो फक्ट भयो कटेर भोलि बनाइन्छ मेबी भोलि नै बनाउँछ मान्छे भनेको छ जस अलिअलि चाहिँ सरसफाई चाहिँ गरियो है यो सब क्लिनिङ गरेर यो सब फाटेर यस्तो छ अब स्टिल धेरै कुरा फाड्न बाँकी छ अनि यो चाहिँ सायद अलिकति रुख काट्नलाई चाहिँ राइट सिजन चाहिँ हैन त्यही भएर चाहिँ अलिकति बढी इम्प्याक्ट भएको रुखहरू चाहिँ काट्यौँ हामीले ठुल्ठुलो रुख काटेको सुसली अब सानो छ मेसिन ल्याएको छु पछि सायद हामीले मेसिनले आफै काट्नुहुन्छ होला हैन सो यो पुरानो घर हो के यो पुरानो घर अनि मेबी कसैलाई थाहा छैन भोलि के हुन्छ कस्तो हुन्छ भनेर हैन भोलिको सिनेरियो के हुन्छ भनेर भएको आफ्नै प्लेसलाई त युटिलाइज गर्नुपर्छ नि अब जहिले अब बाहिर जाने बाहिर जाम सबैजना बाहिर गयो भन्दै हैन आफू पनि त्यही ट्रेनमा फलो ट्रेन ट्रेनमा हैन भागिनु जस्तो चाहिँ मलाई सम वे ठीक हैन जस्तो लाग्छ अनि सबैले त्यस्तै सोच्दै भने मेबी अब who will be the left behind भन्ने हुन्छ नि त्यही हो इम्प्याक्ट चाहिँ अनि आफ्नो जन्म थलो भनेको जन्म थलै हुँदो रहेछ के माया लाग्ने जति जो पनि लास्ट माया लाग्ने के यस्तो म राख्दिन्छु एकचोटि आफ्नो जन्म कुन किराहरू पनि फराएर रहेछ है यताउता है एकदम एयर आई गेस यसको अलिकति राम्रो छैन मेबी अडियो राम्रो छैन तर साइलेन्ट छ पिस छ बस्न आनन्द लाग्छ मैले यहाँ इमेजिन पनि गरिसकेको छु वरिपरि हैन कस्तो हुन्छ कस्तो चाहन्छु म भनेर डुइङ फार्मिङ यो पनि लिजमा लिने मिल्छ त्यो पनि लिजमा लिने मिल्छ वरिपरिको सब लिन मन छ मलाई पुरै यो त्यहाँदेखि वहाँसम्म कति छ पुरै कम्पाउन्ड लिएर कम्पाउन्डलाई पुरै घेर्न मन छ मलाई एन्ड होपफुली यु किप अन ड्रिमिङ हुन्छ सक्सेसफुल हुन्छ अफकोर्स हुन्छ हैन यस्तो छ कि म देखाइदिन्छु हैन त्यो चाहिँ नयाँ घर हो काकाले बनाउनु भएको यो हो अहिले हामी त्यहाँ छौँ हैन त्यो एजदेखि ठ्याक्क त्यो जस्ता भएको ठ्याक्क त्यो एजदेखि उहाँ यो तलसम्म भयो हैन त्यो घरभन्दा अलिकति माथि अनि यता तल पुरै छ कि वहीँसम्म छ क्या अनि माथि छ क्या माथि फुल अन छ क्या जङ्गल क्या फुल अन छ सो यति कम्पाउन्ड मजाले प्रिजर्भ गर्न सक्यो भने इट्स नट अल अबाउट द मनी क्या इट्स अल अबाउट लाइफ भन्छु म त अब नेपाल यत्रो छ एउटा साधन भयो भने बाटोघाटो पनि अलमोस्ट होपफुली अब राम्रै हुन्छ हैन द्याट वन्ट बी अ प्रब्लम हैन बाटोघाटोको अब बिस्तारै सबै कुरा राम्रो भयो भने त एउटा साधन हुने बित्तिकै यु क्यान एक्सप्लोर जान सक्छौ यो मजाले घरमा बसेर गर्न सकिन्छ हैन चिल आउट भएर हैन कहीँ घुम्न जान मन लागेर टक्क ब्लगिङहरू बनाउँदै हैन गर्न सकिन्छ त्यसको लागि भ्याली नै बस्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन किनकि मलाई भ्याली त फुल अफ लाग्छ क्या क्योटिक अनि फुल अफ सेल्फिस पिपल लाग्छ भ्याली कसम भन्दाखेरि माथि गयो पुरै फुल अन छ मजा छ सोचेको छु मैले हैन म्यानिफेस्टेसन गरेको छु यसमा बिउ रोपेको छु कस्तो देख्न चाहन्छु मैले हैन एटलिस्ट एनालाइसिस गरेको छु यसलाई चाहिँ यहाँनिर चाहिँ म प्लेग्राउन्ड जस्तो बनाउन खोजिरहेको छु है होपफुली हुन्छ बिस्तारै आज काटियो धेरै कुरा यो पुरै कहाँ यत्रो छल्लङ्ग छ थिएन बल्ल बनायो यत्रो छल्लङ्ग बाँस हेर्नु न यो ढुम्रे बाँस यस्तो बवाल क्या वहाँसम्म पुगेको छ यत्रो लामो चाहिँ घरको ठ्याक्क माथि छ क्या त्यसको यत्रो घना छ माथि
बाँस तामा चाहिँ बेस्ट है फेरि तामाको टुसा देखाएको छ कि छैन कसैले म तामाको टुसा देखाइदिन्छु कसैले छ भने त्यो माथि छ कि जस्तो लाग्यो है आई एम नट स्योर अन द्याट सो ठिक छ सबको कुरा छ सिजन अलिकति समस्या भनेको यहाँ पानीको समस्या छ मेबी कुलो छैन होइन खोला छैन क्या मेन मुहान छैन मेन स्पेसली भनौँ न यो चाहिँ अब कहाँको यो बुके खोला है कता खोलाको मुहानको पानी हो यो सिजनमा जस खेतमा युज हुन्छ सिजनमा चाहिँ जहिले हुन्छ हुन चाहिँ भना आवाज पनि आइरहेको होला क्रिकेट सो नो म्याटर वाट है आई लभ दिस प्लेस म यहाँ आएँ भने आई डोन्ट वान्ट गो ब्याक क्या त्यस्तो आनन्द लाग्छ क्या केही गर्नु परेन क्या मलाई एक छाक मात्र खाना भयो होइन मलाई केही पनि चाहिँदैन यत्तिको बसेर लाइक मेडिटेसन ध्यानमा हुन्छ नि मेडिटेसन इज अ स्टेट अफ बिइङ हुन्छ नि त्यही बिइङ भन्छ क्या हामीले इभन त्यो पानी पनि होइन लिटरली भन्दाखेरि तिम्रो कपाल धुँदाखेरि होइन ब्रस गर्दाखेरि यति डिफ्रेन्स हुन्छ नि अब काठमाडौँमा पहेँलो भइरहेको त यहाँ ब्रस गर्दा यहाँको मैले ब्रस गर्दा अटोमेटिकली वाइट भइदिन्छ क्या सो त्यो न्युट्रिसनहरू त्यो छ क्या सबै कुरा होइन हिमाल भनेको हिमालय हो हाम्रो देश हो होइन पिपल सुल अन्डरस्ट्यान्ड दिस पिपल सुल रिकगनाइज दिस होइन यो हिजो गरेर काटियो आज अलिअलि काटियो ठिक छ बिस्तारै हुन्छ सोफा एउटा चाहिँ त्यहाँ अड्केछ यो कटेर सायद भोलि बनाइन्छ हामीले होइन दुईजनालाई भनेको छ अवश्य कि आउँदैन अब यो कटेर बनेपछि अलिकति चुइन्छ यहाँ अनि त्यो धेरै पुरानो भइसक्यो मान्छे बस्न छोडेपछि के हो है यस्तो रहेछ कि कटेरो रेडी भएपछि आई थिङ्क बस्दा हुन्छ यहाँ अलिकति टालटुल गर्नुपर्छ यो घर किनकि मान्छे नबसेपछि बाथरुमको कन्डिसन यस्तो छ बाथरुमको कन्डिसन बाथरुम पनि फेर्नुपर्ने छ आमा डेढ भइसकेको छ नि बाथरुम त डेढ भइसकेको छ यस्तो छ यो पुरै जङ्गल थियो क्या यो यस्तो ओपनै थिएन क्या अब यतातिर चाहिँ अलिकति के भन्दाखेरि अहिले काट्न मिलेन मेबी 3 months पछि फेरि ब्याक इन आउँछु त्यसपछि फेरि काट्नुपर्छ यो चाहिँ कहाँ यस्तो थिएन क्या पुरै के भने त्यसलाई पुरै घाम पनि नलाग्ने टाइपको थियो क्या यहाँ काटियो घर पुरानो जन्मेको घर यही होइन मजा छ मन्दिर त्यो मठ मन्दिर हुर्केको यहीँ मलाई स्टिल याद छ त्यहाँ पानी खेलेर बस्थेँ म यहाँ कुलो थियो टैले पानी आउँथ्यो होइन अनि वहाँ चाहिँ छ क्या एउटा कुलो त्यो कुलो टक्क लिएर आयो होइन पानीमा जहिले लिएर आउँथ्यो क्या यो चाहिँ दाउराको लागि सायद रेडी भएको छ आँपहरू पनि काट्नु पर्ने छ यो पछि फर्निचरको लागि पनि युज हुन्छ अब यो रिपेयर गर्दाखेरि घर बनाउँदाखेरि फर्निचर बनाउँदाखेरि मेबी युटिलाइज हुन्छ ठिक छ अल गुड है मैले भनेको एरिया चाहिँ उतो घरसम्मको एरिया हो क्या ठ्याक्क त्यो घरसम्मको एरिया त्यति पुरै बार लगाइदिने माथि पुरै भइहाल्यो यी तल भइहाल्यो यी धानहरू रोपेको छ अहिले चाहिँ कागती थियो अलिकति यहाँ डेड भइसक्यो जस्तो छ कागतीहरू एभोकाडो काठमाडौँकै बिउ हो हुन चाहिँ ल्याएर हालेको अलिकति इट्स गुड टु सी होम स्विट होम माया लाग्छ म जहिले यहाँ आउँदा म होपलेस फिल हुन्छ क्या अनेस्टली भन्दा होपलेस फिल हुन्छ क्या सो वाट टु डु वाट नेक्स्ट टु डु भनेर अब होपलेस किन फिल गर्छु भन्दाखेरि हेर्नु चाहना त हुन्छ नि होइन निस्वार्थ चाहना हुन्छ होइन वी ट्राई टु डु आवर बेस्ट वी ट्राई बेस्ट नो म्याटर वाट होइन हामीलाई सबै कुरा अब मेटेरियलिस्टिक सबै कुरा चाहिएको पनि होइन नि त सो वान लिभ हाम्रो बाँच्नलाई त्यस्तो गाह्रो चाहिँ छैन होइन 20-30,000 50,000 मन्थली कमाउनलाई 1 लाख कमाउनलाई गाह्रो पनि छैन तर म यहाँ आउँदाखेरि मलाई प्रब्लम के छ भन्दाखेरि आई कुड नट गेट एनी हेल्प के
अब बाहिर जाँदा सायद मान्छेले पैसा हालिदिने मान्छेहरू हुन्छ नि, तर म घरमै आएर केही गर्न चाहन्छु, आफ्नो जन्मथलोमा आएर केही गर्न चाहन्छु भन्ने सोचले हिँड्यो भने चाहिँ पागल भन्छन्, साइको भन्छन् होइन। पिपुल्सको थिङ्किङ त हो नि अब यही कृषि काम युरोपमा मान्छे पुगेको छैन, सो बाहिरबाट मान्छेहरू हायर गर्छ, डिफ्रेन्ट कन्ट्रीबाट मान्छे हायर, स्पेसली नेपालबाटै मान्छेहरू गइरहेको हुन्छ, एसियाबाट मान्छेहरू गइरहेको हुन्छ युरोपमा एग्रिकल्चर, सिजनल एग्रिकल्चर गर्नको लागि। अब युरोप जस्तो देशहरूले त अब एग्रिकल्चरलाई त्यस्तो प्रायोरिटी दिएर होइन, किनकि उनीहरूले छिटो बुझ्यो नि त, मेबी हामीले अलिक बुझ्न सकेन। अब त्यसमा धेरै कुरा छ, हाम्रो सिस्टमको कुरा छ, हाम्रो सोसाइटीको कुराहरू छ, हामी ब्रेन वास भयो, टु बी अनेस्ट हामी ब्रेन वास भयो र हामीले आफूसँग भरिपूर्ण भएर कहिले आफ्नो देखेनौँ हामीले। वी अलवेज ट्राई टु बी लाइक अदर्स अनि वी अलवेज एडमायर अदर के, हामीलाई कहिले पनि एडमायर गर्न सकेनौँ। मलाई बाहिर जा लाइफ सेटल भयो, यत्रो वर्ष भइसक्यो, वाट विल डु, के गर्छस् भन्छन्। I want to do something good here. I want to stay in my country. Maybe result instant हुँदैन, अब रिजल्ट भनेको at the end of this era, if you have money then your career is success, if you have luxurious life, if you have the materialistic life, तिमीसँग केही छ भने तिम्रो सक्सेस कोट छ नि, हाम्रो सो कल सक्सेस कोट हुन्छ त्यो देखिन्छ। बट इफ यु हेभ नथिङ देन मान्छे सोच्छ कि तिमी केही गर्न सक्दैनौ, तिमी कोही पनि हैनौ, तिम्रो सोच पनि म्याटर गर्दैन, तिम्रो सोसाइटीले नि तिमीलाई गर्दैन, कसैले नि गर्दैन के। बट एट द सेम टाइम तिमीले कमाइरहेछौ, नो म्याटर तिमीले होइन इलिगल काम गरेर कमाइरहेछौ होइन, 2 नम्बरी गरेर कमाइरहेछौ, डजन्ट म्याटर। जब तिमीसँग पैसा छ होइन, मनी टक्स। एन्ड नो म्यान सकिन्न, एटलिस्ट मैले सक्दिनँ त्यसरी। मैले इभन कन्सल्टेन्सीमा जब गरेको थिएँ, अनि कन्सल्टेन्सीमा जब गर्दा के भन्दाखेरि यु हेभ टु लाई, धेरै कुरा झुट बोल्नुपर्ने क्या, इनोसेन्ट होइन बच्चाहरूलाई होइन झुट बोल्नुपर्ने। एन्ड आई क्यान डु दिस भनेर अनि अहिले लेट इट। 2-3वटा जब गरियो, बट माई लाइफ वाज नट फर जब। मेरो यात्रा अलिकति विदिन थियो, मेरो योग विदिन थियो। फ्यामिलीमा पनि प्रेसर त छ, के गर्छस् कसो गर्छस् ड्याडी, यो जब छैन, बेरोजगार छ, यताउता के गर्छस् होइन, बिहे गर्ने बेला भइसक्यो, छोराछोरी पाउने बेला भइसक्यो कि बाहिर যায় यताउता, दुनियाँदारी कुरा हुन्छ। बट एट द सेम टाइम I'm different. I can't be like others. सायद अहिलेको लागि सर्टेन टाइमको लागि नट द राइट टाइम भनौँ न, म उहाँहरूको लागि राइट छोरा अनि राइट ब्रदर हुन सकेको छैन होइन। बट आई नो वाट आई एम डुइङ भनेर, एन्ड आई विल डेफिनेटली मेक देम प्राउड। त्यही बाटो हिँड्ने हो, त्यही नै गर्ने हो, अरू के छ र जिन्दगीमा मरिलानु के छैन। Hopefully better days are coming, hopefully not, I'm sure better days are coming my friend, better days are coming। यो रुद्राक्षको रुख पनि यत्रो भइदिएर अब है, त्यस रुद्राक्षको रुख ड्याडले काट्ने भन्नुभएको छ, यो अलिकति रङ प्लेसमा हालिदियो क्या, प्रब्लम त्यो हो। तर मलाई रुद्राक्षको रुख काट्न अलिकति आइ एम नट ह्याप्पी विथ द्याट। पुरानो घर, all good, all right. So yeah, भिडियो बनाउँदिन भन्दा पनि बनाउनु मन लाग्यो, के गर्नु, ठिक छ, सब कुरा ठिक हुन्छ। And those who are dreaming, please, your time will come, don't worry about anything, just be patient, just आफ्नो तिम्रो इन्ट्युसन, तिम्रो स्पिरिट, तिम्रो कन्सियसनेसले के भनिरहेछ, गो अन द्याट। किनकि वर्ल्ड इज चेन्जिङ एन्ड माई फ्रेन्ड पिपल आर चेन्जिङ टु। किनकि अब भनेको स्पिरिचुअल अवेकिङ हुने टाइम भइरहेछ। डु यु नो वाइ? किनकि इल्युजन भनेको लङ टाइमसम्म हुनै सक्दैन क्या। इल्युजन भनेको एट द एन्ड एकचोटि निस्किन्छ। एन्ड वाट इज इल्युजन भन्दाखेरि लोभ, रिस, घमण्ड,
होइन पावर पोलिटिक्स मनी सब इल्युजन हो मैले भन्नु खोजेको यो कुरा हुँदैन मैले भन्नु खोजेको होइन मैले भन्नु खोजेको यो कुराहरूले चाहिँ तिम्रो डिसिजन मेकिङ तिम्रो इमोसनल ह्याप्पिनेसमा चाहिँ तिम्रो होइन ब्यारियर बन्दैन क्या यु विल बी फ्री फ्रम दिस बर्डन बिङ फ्री फ्रम दिस बर्डन भनेको जस्तो मेरो यो घर छ आई वान्ट टु डु एग्रिकल्चर घरमै बसेर मलाई 4-5वटा गाई पालेर होइन बाख्राहरू पालेर होइन भर्टिकल फार्मिङहरू गरेर चिलमा बस्नु मन छ नि ट्राभल गर्दै होइन त्यसै बस्नु मन छ नि डिस्पाइट इल्युजन भनेको चाहिँ आई हेभ द्याट प्लान मसँग त्यो एजेन्डा पनि छ मसँग त्यो मिसनहरू पनि छ हाउ डु आई एक्जिक्युट भन्ने कुराहरू पनि छ अनि हाउ द्याट विल बेनिफिट सोसाइटीलाई कसरी बेनिफिट हुन्छ होइन हाउ आई क्यान इम्प्लोइ 5जना 10जना भए पनि हाउ क्यान आई टेक दिस कम्युनिटी टुगेदर यो कम्युनिटीलाई कसरी अगाडि बढाएर होइन अगाडि लान सक्छु त्यो कुराहरू होइन प्लान गरेर स्टडी गरेर होइन एउटा निस्वार्थ भावनाले एउटा भिजन लिएर हिँड्यो भने मलाई त्यस्तो सहयोग आउनु पऱ्यो क्या त्यो भनेको चाहिँ इट्स नट फर मी कि इट्स फर सोसाइटी इट्स फर नेसन इट्स फर दिस कम्युनिटी किनकि कम्युनिटी नि त ग्रो हुनु पऱ्यो अब ग्रो भनेको इट डजन्ट मिन कि तल ठुलो बिल्डिङ हुनु पऱ्यो भन्नु खोजेको होइन क्या ग्रो भनेको हामी फेसिलिटी हुनु पऱ्यो अपडेट हुनु पऱ्यो क्या होइन वो टाइमसँग क्या टाइम त चेन्जिङ छ नि त सिफ्टिङ छ इट्स ऱ्यापिडली मुभिङ होइन अब अल सडन भोलि के भइरहेछ हामीलाई थाहा छैन केही पनि थाहा छैन लाइफ इज टोटल अनसर्टेन तर केही भइदिइहाल्यो भने वी हेभ टु बी रेडी फर एनिथिङ त्यो स्टेट अफ माइन्ड त्यो स्टेटमा चाहिँ हुनुपर्छ सो त्यही हो मेरो कन्सर्न डिस्पाइट द्याट केही छैन सो साइन आउट फर नाउ सी यू लेटर